ओए छैन त यार छैन छैन कहाँ देखाउँछु म तँलाई हेर न थोरै किन देखाउने तँलाई मेरो टोपी त किन लगाएको छ नि तेरो अनुहार कालो भयो भने कालो टोपी त सबै तेरो हुन्छ राम्रोसँग भनिरहेको छु अनुहारमा नजा फेरि हेर है किन नजाने तेरो अनुहार त्यस्तो छ जे भाइ भन्छ सार्कालाई ल यो पनि सुतो अब बत्ती कसले निभाउँछ फेरि के थाहा बोल्ने हो लास्टमा आएको ओइ मैले बत्ती निभा भनेपछि अब मेरो यही काम लाग्ने भयो नि त लभली भयो त है केटा हो गुड नाइट जाडो बढ्यो सानी आउन काखैमा कस्तो चिसो घाम लाग्यो यार आज बेलुकासम्म त सुक्ला नि यो ल 5 hours later. एक दुई दिनमा त सुक्ला 3 days later. One eternity later. अब त सुको होला कि ल बाबु अब लाने बेला भयो उहाँले प्रयोग गरेको सबै सामानहरू निकालेर लिएर आऊ अब ए हुन्छ अरू त सबै यहीँ छ एउटा ज्याकेट चाहिँ हजुरबाको माथि सुकाउनु भयो त्यो सुक्यो होला त्यो पनि लिएर आयो है त ल बाबु ल आया कस्तो खुट्टा दुख्यो यार चिहान जाम न त लास्ट छिटो उठ्यो यार केटा आज चिहान जाम न त निन्द्रै लागेन यार चिहान जाम न त साथी हो मेरो त हजुरबुवा बित्नु भयो हजुरबा बित्नु भयो चिहान जाम न त यो जाडोमा त यत्तिकै बस्न सकिन्न होला हो केटा हो आगो तापम आगो ताप्ने ल तर केटा हो यति आगोले त हुँदैन यार रोक म दाउरा लिएर आउँछु ए भएन यार यति दाउराले त कहाँ भयो त नि रोक कार्टुन लिएर आउँछु कार्टुन पनि तापियो तर यसले पनि भएन अझै जाडो भयो यार केटा हो यति कपडाले त भएन अझै रङ 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 आगो बाल्न पर्यो नि त अब चाहिँ मजा आउला जस्तो हो तर यतिले पनि भएन यार केटा अझै जाडो भयो बल्ल आनन्द भयो यसलाई नि तातो ल ल बाबु ल ल बाबु अब लाने बेला भयो टमाटरै खस्यो के भाइ यो टमाटरमा हो गाड्न लाग्यो फेरि कतिखेर आउने हो त नि एक्सन भनेपछि आउने हो त तिमी यसले भोलि गान सक्नु ल रेडी 3 2 1 एन्ड गो